जापानमा 2 वर्ष बस्दा पनि अचम्म लागेको कुरा, जापानिजहरूले यति सानो भातको डल्लोलाई पनि कति मजाले 300 मा बेच्दो रहेछन्। काम सकेर म कन्भिनियन्स स्टोर आएको थिएँ, तर मसँग थियो आज 400 येन मात्र। 400 मा सायद यस्तै 2 वटा ओनिगिरी आउँथ्यो होला, तर यहाँ थियो एउटा नयाँ वाला, यस्तो ठुलो अन्डा वाला ओनिगिरी। एउटा प्याकेट किनेर म लागे घरतिर। स्कुलको ब्रेक टाइममा मेरो क्लासको साथीहरूले यस्तै ओनिगिरी किनेर खान्थे, अनि मेरो टिचरहरूले पनि यस्तै ओनिगिरी नै किनेर खान्थे। तर के साँच्चै नै यस्तो सानो भातको डल्लोलाई 300 पर्नु ठिक हो त? त्यो अब चेक गर्ने पालो। जापानिजहरूले ओनिगिरी खान भन्दा पहिला चाहिँ माइक्रोवेभमा ओनिगिरीलाई यसरी तताउँदो रहेछन्, अनि ओनिगिरी तातेपछि बल्ल खान्छन् रे। यो तताएपछि यसको हालत यस्तो देखिएको थियो, र यसलाई महँगो पर्नुको मेन रिजन चाहिँ यसमा एउटा यस्तो सानो अन्डा हालेको हुँदो रहेछ, जसको टेस्ट चाहिँ एकदमै नै नर्मल थियो, अनि यसको बीचमा थोरै मासु पनि मिसाएको हुँदो रहेछ। मैले जापानको जुनसुकै ठाउँमा ओनिगिरी खाँदा पनि किन कुन्नी सबैमा चामल आधा पकाएको जस्तो मात्र लाग्छ। 300 रुपियाँको यस्तो ओनिगिरी खाइरहँदा चाहिँ मलाई नेपालको 300 रुपियाँको दाल भातको याद आइरहेको थियो। तपाईले 300 हालेर यस्तो ओनिगिरी खानुहुन्थ्यो कि नै कमेन्टमा भन्नु होला। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।